स्वागत छ सबैजनालाई फेरि पनि अर्को नयाँ भिडियोमा। अनि सबै सुरुमा त रियली सरी भिडियो नआएकोमा। तर केही छैन, मलाई थाहा छ, तपाईँहरूलाई थाहा छ म बिजी थियो भनेर। थाहा नहुनु पनि सक्छ, केही छैन। आज चाहिँ हामी कल जान्छौँ, कपाल काट्न जान्छौँ। भर्खर काम गर्ने चाहिँ लास्ट गर्ने पनि भइरहेको, जाँदै गफ पनि गर्छौँ अलिअलि। अनि सो कपाल काट्ने ठाउँ जाने, धेरै हल्लासल नगरौँ आज त। के होला गर्नु, पहिलाको भिडियोमा कपिराइट लागिसक्यो अनि त्यही भएर यसो हल्का बिजी पनि थियो। अनि गरिमा लागिसक्यो, यहाँ हाफ्लाएर हिँडिसक्यो दाइले। झाँकी दाइ आइसक्यो, केही छैन, टेन्सन लिनु भएन है कसैले पनि। झाँकी दाइ आइसक्यो, फेरि पनि अर्को नयाँ भिडियो लिएर सबैजनालाई स्वागत छ फेरि पनि एकचोटि। नमस्ते हामी क्या, नमस्ते। ल कपाल काट्नु चल्दियो अनि त्यसपछि अगाडितिर कुरा गरी गरौँ न, अनि त्यसपछि सिधै उता गएर भेटौँ। क्या पिङ्क फुलहरू फुल्दा रहेछ बिचमा, पिङ्क फुलहरू फुल्दा रहेछ साइडमा। जाउँ पेट्रोल छैन, पेट्रोल टिक्दैन कि अलिकति मात्र छ पेट्रोल। कतिसम्म टिक्छ यो हालिहाल्नु पर्ने हो। मैले कार्ड ल्याएँ कि ल्याएन, पर्स ल्याएको रहेछ, खुसी लाग्यो। यहाँ 50मा चलाउनु पर्छ, नत्र फोटो खिच्यो भने जाने चट्ट। तर कति यो महिना टन्नै आयो यार, कहाँ खिच्यो लुकाएर राख्छ क्यामेरा नदेख्ने गरी। अनि अलिकति स्पिड गरी खचक गरेर खिच्दै त। अनि गाह्रो छ। मम्मीले भन्दा थियो कति खिचेको फोटो तिर्दा यहाँ भन्नु भएको थियो। र केही छैन, लुकाएको क्यामेरा कता त्यो मात्र खोजे नै हुन्छ। तर कता खास थाहा छैन। स्पिड नकुदाम, बिस्तारी कुदाम। कस्तो अलिअलि गर्मी पनि भइरहेको छ आजकल त। पेट्रोल हाल्ने ठाउँ कस्तो यार, यता उतापट्टिबाट जानुपर्ने। उतापट्टिबाट गएको भए त्यहीँ थियो बाटोमै, यतापट्टिबाट चाहिँ यस्तरी घुमेर जानु पऱ्यो। कस्तो दिमाग खुसी हो, एकपट्टिको तार खुसिसक्यो दिमागको। अनि के भन्नु, पेट्रोल हाल्नु पऱ्यो। आइपुग्यो। जाउँ कति हल्ला यस्तो गइदिएको म। बाई पार्टीहरू। स्पिडमा आइरहेको धेरै हाल्नु, अलिकति मात्र भएछ हेर त। ल यति भएछ, केही छैन, घरसम्म पुग्नलाई ठिक्क छ। कार्ड ल्याएको रहेछ, क्यास मात्रै चाहिँ त्यहाँ क्यासले गरेँ, क्यास धेरै थिएन। अब कार्ड पनि के भन्नु, कार्ड पनि बिग्रिएको छ आफ्नो त, कार्ड पनि चल्दैन। दिदीको कार्ड चलाउनु पर्छ। कति धेरै हो गाडी आज त। म बिहान यति धेरै गाडी त नहुनु पर्ने आजतिर। आज के हो, फ्राइडे नहुनु पर्ने हो। पिरेन उडिरहेको त्यो कस्तो फोहोर यार, सिसा साइड। बल्ल सफा भयो नि त, क्लियर। अब मजा आयो नि त। बाघ यतापट्टि चाहिँ एयरपोर्ट छ, एयरपोर्ट कत्रो बढी गाडी आयो यार। यसको टायर जत्रै हाम्रो गाडी जत्रो छ नि। ल टायरले एक खिच्यो भने त ओहो राइट सम्झिनु हुँदैन। थुतु सुप। जाउँ, स्पिड। अनि पार्टीहरू मैले किन भिडियो नहालेको भन्दा चाहिँ हल्का बिजी थिएँ भनौँ। अब बिजी भयो, भिडियो बनाउने टाइम त थियो तर अल्छी लाग्यो। पहिलाको भिडियोमा कपिराइट लगाएर रहेछ, त्यो इन्ट्रोको भिडियो थिएन, इन्ट्रोको गीत त्यसले लगाएर रहेछ। मैले नत्र भिडियोभरि ध्यान चाहिँ इन्ट्रोको गीतमा चाहिँ ध्यानै नदिएछ। कस्तो बुद्धु होला त। बुद्धु भइसक्यो यस्तै हो। र केही छैन, हामीले सिक्यौँ अब त्यो भिडियो युज नगर्नुपर्ने रहेछ भनेर। अबको भिडियोहरू चाहिँ कपिराइट लाग्दैन होला, त्यही पनि केही छैन। यस्तो लागिरहेको छ, कहिले यस्तो भइरहेको छ। एक नयाँ एम्बुलेन्स भन्नु आएछ। एम्बुलेन्स होइन रहेछ त्यो त, ऊ त्यसको रहेछ। कहाँ आएको लागेको छ यार।
मैले आज क्या भूत देखाएको थिएँ राति, तर यो पछि बनाउने छु कथा चाहिँ, किनभने आज अलिक समय छैन जस्तो लाग्यो। भिडियो अलि लामो नबना भनेर भन्नुभयो। मम्मीले त अझ मलाई त के भन्छ, फेरि भिडियो 1-2 मिनटको बना न अरे। आज इनोसेन्ट मम्मी, इनोसेन्ट। 1-2 मिनटको बनाए पो अलि हेर्छ त भन्नु भएको रहेछ। 1-2 मिनटको त हेलो भन्दै सकिन्छ त। हेलो पार्टीहरू भन्ने ल 1 मिनट सक्यो यतिमै। पेट्रोल पनि हाल्यो, अब कपाल सवाल काटिन्छ अनि आज चाहिँ घर गएर सुतिन्छ भिडियो यतिको हालेर। भोलिदेखि अब भिडियोहरू अब डेली त आउनु मिल्दैन होला, त्यस्तै सकेसम्म भिडियो ल्याउने कोसिस गरौँ होइन। अब के हुन्छ, अब भिडियोहरू हाल्नै नभ्यो भने एडिट गर्नै नभ्यो भने ओहो खिच्नै नपर्ने पहिला कुरा त। खिच्न त जे पाइदियो खिचेर हाल्यो नि हो नि, तर टेन्सन पो हुँदो रहेछ। यस्तो सानोतिनो टेन्सन हुँदो रहेछ। कस्तो स्लो गएको यार, यस्तो यो इमर्जेन्सी गाडीहरू त अलिक फास्ट जानु नि होइन। के हो कहाँ आगो लागि भइसक्यो, कति क्यार गरेको। दमकल हो कि के हो यार, यो त दमकल जस्तो पनि लाग्यो, होइन जस्तो पनि लाग्यो। यहाँ पनि क्यामेरा, कति धेरै क्यामेरा ठुल्ठुलो क्यामेराहरू देखिन्छ, सानो यता साइडतिर लुकाएर राखिन्छ कि त्योहरूले चाहिँ ख्याच खिच्छ कि यता साइडतिरकोहरूले चाहिँ। पार्टीहरू अनि मलाई एउटा कुरा खुसी पनि लागेको थियो, एकदम खुसी लागेको थियो। धेरै धन्यवाद। 2-3 जना, धेरै त होइन, यसो 2-3 जना मान्छेहरूले एकदम मेरो चिन्ता गरिदिनु भएको चाहिँ भिडियो कहिले आउँछ भनेर है। त्यसको लागि धेरै धन्यवाद। भिडियो कहिले आउँछ भनेर मलाई थाहा थिएन, त्यो पनि हजुरहरूले सम्झिदिनु भएकोमा धेरै धन्यवाद छ। भिडियोहरू निस्किन्छ छिटै लाइन लाग्छ भिडियोहरूको। अहिले अलि समय अलि ठिक छैन कि, कपिराइट लाग्यो भिडियोहरूमा नि केही छैन। तर अब नयाँ भिडियोहरू अबदेखि सुरुवात गरौँला। नेपालबाट आउने स्टुडेन्टहरू यो युनिभर्सिटीमा हुन्छ, यो युनिभर्सिटी बेस्ट यतातिरको। यतातिर रुम भाडा नि सस्तो, सौलतिरको भन्दा चाहिँ, सौल भुसानतिरको भन्दा। पढाइ पनि राम्रो, यतातिर आयो भने चट्टा लाएर। नेपालीहरू कोही छैन यता, यो सहरभरि छैन जस्तो लाग्छ मलाई त। खोइ मैले अहिलेसम्म भेटेँ एउटा कोही छ भने तलतिर कमेन्ट यसो बजाइदिउँ ड्याङ ड्याङ। कस्तो थकाइ लगाएर घर गएर सुत्त मलाई रात, तर कपाल काट्नुपर्ने बेला भइसक्यो, धेरै भइसक्यो कपाल नकाटेको। कपाल काटेर सुत्नुपर्छ आज। त्यहाँदेखि कपालसँग काटिदियो भने सुत्दिउँ है, भिडियो सिडियो हालेर यत्तिकै। आज त्यस्तो खास केही रमाइलो त भएन, त्यही पनि केही छैन, रमाइलो त केही छैन छ कि के थाहा हो। मलाई नरमाइलो लाग्यो नि, अब हेर्ने मान्छेहरू रमाइलो लाग्न पनि सक्छ। कहिले चाहिँ मलाई रमाइलो लागिरहेको कुरा हेर्ने मान्छेहरू नरमाइलो लाग्न पनि सक्छ, त्यही हो कुरा। ठिक अब कपाल साल काट्न जाउँ। कता म यहाँ जाने एउटा पसल छ, सधैँ गइरहेको पसल, अब जहिले प्रायः जस्तो त्यहीँ गएर हुन्छ। यहाँ जाउँ कपाल काटौँ, अनि त्यसपछि कपाल काटेको भिडियो खिच्न मिल्छ भने खिचौँ न, नत्र कोरियन मान्छेहरूको प्राइभेसी हुन्छ नि त हो। प्राइभेसी भङ्ग नगरौँ, फोटो खिच्दा भिडियो खिच्न मिल्दैन भने नखिचौँ, तर त्यहीँ पुगेपछि अब चट्ट कपाल साल काटेर आइसक्यो। भित्र चाहिँ भिडियो खिच्न मिल्दैन अरे, मिल्दैन भनेर मान्छे टन्ने थियो, त्यही पनि आँट गरेर सोधिदिएको। यो चाहिँ मिल्दैन भने मिल्दैन अरे। ठिकै भयो, अब क्याप त के लाउन कपाल काटेपछि। साँच्ची त म पसल पो जानुपर्ने थियो त। आज बिदा हो भने चाहिँ खाजासाजा यसो किनेर राख्नु पऱ्यो नि त। घरतिर अहिले बेलुका फेरि निस्किन नि झ्याला छ। यता पसल गएर किन्छौँ, अनि किनेपछि आज भिडियो चाहिँ यति मात्रै गरिदिउँ। के गर्ने र है, अरू त अब कस्तो थकाइ लागिरहेको छ, के छैन भिडियोहरू भइरहेको। के खानेकुरो किनिदिउँ भने यहाँ चाहिँ के खाने, चाउचाउ खानुपर्छ। चाउचाउ त के खाने, यो मेरो फेभरेट चाहिँ यो र यो फेभरेट चाहिँ अरू म किन नि खाँदैन। आज चाहिँ म त्यो लादिनँ, भात लिएर जान्छु।
त्यो आजको लागि अब भरेको लागि रासन पानी पनि भइसक्यो। के गर्ने घर जाने भिडियो सिडियो गरेर हालिदिउँ ल। त्यस्तो खासै रमाइलो त भएन आज भिडियो, तर के छैन घाम चट्ट लगाइरह एडिट गरेर हालिदिनु अनि आज सुत्ने बिदा। अब भिडियो प्रायः डेली चाहिँ नआयो भने 3-4 दिन 2-3 दिनमा आउला। के भन्ने मतलब भन्न त भनिन्छ, भिडियो चाहिँ हाल्नु पाउँदैन। खबर काट्यो साइडमा मात्रै यसो काट्यो, अगाडि अलिअलि काट्यो है। ताल हुन आँटिसकेको चाहिँ ल कपालै छैन यस्तरी बस्यो नि एलि ल यार बुढो भएछस् केही छैन, बुढो भयो नि केही छैन। अब अरूहरू आजको लागि चाहिँ भिडियो यतिमै टुङ्गाउनु त मन छैन, तर के गर्ने टुङ्गाइदिएको। भोलितिर भेटौँ ल, सियो। आजको लागि भिडियो यति नै भनौँ, कसै पनि आइपुग्छ। अब मैले दिनमा गएर सुत्नु पऱ्यो। सो या बढीहरू अर्को समयको लागि